14/6/2025 का दिन बलिमित्र पौडेल जी को आज 13वीं तिथि को सेक्टर 37 धर्मशाला मंदिर में आज अंतिम वहाँ को पाठ विधि घोषित आपने वहाँ का शौत्र जनक तीनों पुत्र र वहाँ की धर्मपत्री वहाँ की धर्म पत्नी की बुआरी समस्त परिवार आज यो दुख घड़ी में यहाँ उपस्थित भई 13वीं दिन को क्रिया विधि विधानले सबै भगवानलाई र मानेर उहाँले निभाउनुभयो। यही दुःखको घडीमा नेपाली जनसङ्घर्ष समिति पश्चिम क्षेत्रीय शाखा चण्डीगढको तर्फबाट उहाँको परिवारलाई यही दुःखको घडीमा साथ र सम्मान गरिन्छ र उहाँका छोराहरू अत्यन्तै शान्त स्वभाव र अत्यन्तै मिजाज हुनुहुन्छ। हामीले पछिल्लो लगभग 25-30 वर्ष हाम्रो उहाँको जेठो छोरा पेरेमी पौडेलजीलाई उहाँकी धर्मपत्री श्री लक्ष्मी पौडेलजीलाई लगभग 30 वर्ष हामीले चिनेको छ। उहाँका पुत्र कान्छा पुत्र कमलज्यू र माइला पुत्र एकनारायणज्यू अत्यन्तै सानोसँग परिवार हुनुहुन्छ। उहाँलाई स्वर्गीय पिता वलियत पौडेलजीले उहाँलाई सधैँ आशीर्वाद र वरदान गर्नुहुन्छ भन्ने हामी भगवानसँग प्रार्थना गर्छौँ र यो दुःख घडीमा हामी नेजासको तर्फबाट उहाँलाई हार्दिक सिद्धान्तले अपिल गर्छौँ र उहाँको स्वर्गमा बास होस् र भगवानलाई उहाँलाई वैकुण्ठमा बास गर्नु भन्ने हामी नेजासप्रति उहाँलाई धेरै धेरै गर्छौँ र साथै आजको दुःख घडीमा सम्पूर्ण नेपाली जनसङ्घर्ष समितिबाट आउनुभएको छिमेकी एउटा समस्त संस्थाबाट आउनुभएको धार्मिक समाजबाट आउनुभएको हुनाले उहाँलाई आज यो पितृकरण गरिदिनुलाई माथि र फर्स्ट फ्लोरमा गएर पितृकरण गरिदिनु भन्ने आशा गर्दै उहाँको परिवारलाई हामी एक भएर हौसला बढाई। ओम शान्ति ओम शान्ति।